ल हाम्रो आज चाहिँ अब नास्ता पानीको लागि चाहिँ ब्रेकफास्ट रेडी हुँदैछ। अलिकति खिचिदियो त यहाँ पक्रेर, म त कहीँ पनि निक्लिएको छैन त त्यहाँ आउँदा ल साने र माने कुकमेन साने माने ल अब यहाँ ब्रेकफास्टको लागि रेडी हुँदैछ। त्यहाँ माथिल्लोपट्टिको चाहिँ कर्ची मर्ची, चिकन कर्ची मर्ची, त्यो कर्ची मर्चीको लागि हामी चाहिँ आज यहाँ गाइसहरू हो। बुढो अलिक बिमार भयो, यस्तोमा चाहिँ हामी मेन छु। यो चाहिँ 15,000 समथिङ हाइटमा हो, सी लेभलदेखि। दामी छ है लेक चाहिँ, हेर्नुहोस्। अरू घुम्ने स्विजरल्यान्ड जस्तो रहेछ मेन छुमा। यहाँ चाहिँ हाम्रो अब फिसिङ म्यानहरूले यस्तो जग्गा छ, चिसो जग्गा, कुहिरो लागेर यस्तो भइरहेछ। यस्तो छ हेर्नुहोस् है, मेमेन्छु 15,000 हाइट। हाम्रो किचन चाहिँ यहाँ चाहिँ, हाम्रो किचन यता हो। किचनहरू उहाँहरू हो, दुईजना। अन्त उहाँ चाहिँ हेल्पर भाइ हो, भाँडाहरू धुनु लिएको हामीले घरमा काम नभएर। हुँदैछ कुकम्यान, मजा आयो। एकछिन इन्टरटेनमेन्ट पनि भयो। लसुनवाला हाम्रो चाहिँ यहाँ कटिङ बोय, कर्ची मर्ची हो चिकनको। यता चिया लाउनु हुँदैछ। दिन पनि बिग्रिहाल्यो। बोली चाहिँ भएको छ ट्रकको हो। देखो भाइ, हाम्रो ट्रक देखाउनु भाइ। गोल्डन ट्रक है यो चाहिँ। यो त 1400 रुपियाँ किलोको हो। ठुलो ट्रक चाहिँ अब अहिले भन्नुहुन्छ दिन पनि बिग्रिहाल्यो।
लाइटर हुन्छ छ्याछ्यारै खोलामा खेल्ने कि हुन्छ उब्रो पछाडि हेर्दा फेरि आएको आए अब मजा आउँदैछ केटाहरू हो आयो गोल्डन 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 अरे हो मजा आयो राखिदिएको छ हामीले ओ भाइ देखा यहाँ देखा यतै हो यतै निकाल्नु पर्छ म हाम्रो केटाले चाहिँ सेक्टी साथले पक्रिने चाहिँ हो मान्छे हेर्नुहोस् समाज यहाँ छ यहाँ फोटो हाल्नुपर्छ नि अन्त पास पनि हाल्नुपर्छ कि सानो उयो टाढो जानु पर्छ जस्तो त अन्त मजा आयो ओ गुरुजी यस यस केटाहरू निकाल्दैछ अब त टाइम भयो जस्तो लाग्यो यिनीहरू किन के भन्ने छ नि ब्रो यस्तो छ यिनीहरू माछाको पनि लन्च टाइम भएको थियो कि लन्च खाएर कि अब पर्छ एक टोक्रा निकालौँ होइन ओ आगो मजा आउँदैछ बाटो चाहिँ यस्तो छ हो काम हुँदै रहेछ इको टुरिज्मबाट मजा छ है कतिमा किन्यो यो सकेछ फेरि अबि पढ्यो माछा निकालेको छ है सिधा हाल्यो हो के गर्नु अब पानी त फास्टमा छैन यहाँ कुकरमा छ यस्तो पहिला राम लक्ष्मणको पानीको हाम्रो यहाँ पानी कुकरमा चाहिँ पानी चाहिँ जे होस् आज मजा आयो है पानी परेर हो त रड्डी भाइ मजा आयो भातै पाकेन म भन्छु ल अब चाँडो फिट हुँदैछ पाए हाम्रो यहाँ हुँदैछ रेडी पानी परेर त अब हाम्रो चाहिँ यही खाना चाहिँ पाक्दैछ
दामी भएको छ आज खाना चाहिँ पाक्दैछ हाम्रो चिकन यहाँ छ चिकन पनि भयो है पाकिसक्यो अब उहाँ घोर्के हाम्रो घोर्के भयो ट्रक कटिङ हुँदैछ रच। ट्रक हाम्रो हाम्रो अभि भाइले चाहिँ फेरि सुप अब यसको चाहिँ सुप बनिँदैछ आज ट्रटको अभि भाइ हेरिदेऊ न हौ अन्त एक चक्कर अर्ग्यानिक सब्जी मेन सेप हो है के गर्छ ट्रट अरे यो चाहिँ गोल्डन गोल्डन ट्रट यो चाहिँ हातमा तपाईँको कहीँ पाउँदैन यो चाहिँ हिमेक्समा मात्रै हो मेरो छेउमा मात्रै पाउँछ अन्त तपाईँले चाहिँ एकदमै राम्रो एउटा स्वास्थ्यको लागि दबाई पनि हो है हातपात चाहिँ यो चाहिँ अब पाउनु मुस्किल पर्छ हामी त्यति संस्था गरेर आएको यो जग्गामा बास काट्नु पर्यो यो पनि लक्कीली पाउँछ हातपात चाहिँ पाउँदैन सो तपाईँहरू इन्ट्रेस्टिङ छ भने चाहिँ यहाँ आएर चाहिँ तपाईँहरूले फिचरिसबाट पास काट्नु पर्यो है हजुर यो चाहिँ एकदमै दबाई हो हातपात हामीले त्यो तल हामीले गाउँमा पालेको र त्यसमा चाहिँ धेरै भिन्नता छ है त्यो कारणले चाहिँ एकदमै शुद्ध एकदम राम्रो हो सो तपाईँहरू ल ल ल फेरि एउटा पाकिसक्यो ल फेरि पारे ट्रटै हो कि असला हो अब यो अर्को कलर रहेछ त ल फेरि लाखेको आउँदा हेर माया लाग्छ सुप खाँदा त मिठो हो फेरि ल यो साथीहरू यो ट्रक देखाउ ट्रक जिन्दो यता देखाउँ पाकेको पाकेको नामै चुमचुमे आज जस मजा आयो यस्तो मजा त सल्लाह गरेर त कहिले हुँदैन है ए अर्ग्यानिक छ है जुगाड चाहिँ राम्रो छ है हाम्रो है जुगाड चाहिँ दामी छ है सुप पनि दामी ए हाम्रो ए सेफ मास्टर सेफ मलाई भोलि पर्सि लगाउनु तपाईँ आफ्नो बाटो जानुहोस् किनभने तपाईँको अब ज्यान यस्तो जानुहुँदैछ होइन तपाईँकै ज्यान लिएर चाहिँ अरूलाई सुप खाएर ल्याएर सुप पनि मजाले खाइरहेको छ होइन एकदम सुप खाएर चाहिँ अब मोटाउँछ अरे होइन सरी तपाईँलाई अब एकदम माफी यस रमाइलो हुँदैछ तपाईँको लागि भोलि म दुईवटा छेरी चाहिँ बल चुपा गर आएर चुपा गर त अघि चुपा दबाई हो तपाईँ होइन प्लिज डोन्ट माइन्ड ओके थ्याङ्क यू दिस इज द मेडिसिन ओके ओके थ्याङ्क यू
very so much. This is hot. Very hot. ल अब गाइस अब चाहिँ हाम्रो खानपिन रेडी भयो अब फर्किने टाइम पनि भयो खानापिना स्टार्ट भयो ल यो त अचार आजको हाम्रो चिकन यता छ चिकन चाहिँ कहाँ हो यता छ यता कडाईमा दुईटा हो चिकन यता थाल बेसिया छ ए मेरो चिकन हाम्रो आजको हालिहाल एक गाडो होइन म बेसी मान्दैन आज नै ल ल ल अब चाहिँ अब हाम्रो खाना हामी गएर आज कस्तो भएछ आज बन्द भात हाम्रो स्टार्ट गऱ्यो भोक लाग्यो छेउमा सुप पनि छ अर्ग्यानिक है हाम्रो चाहिँ खाना स्टार्ट भयो खोइ भाइ सब्जी हाल्यो न त अन्त अब सब्जी अब बुढो अचार बार्ने रहेछ आज म अचार बनाउँछु है तपाईँको फेमस अचार हो साजम सास है मलाई दिनु दामी छ हो बुढो ल सेला खाना खानुहोस् अब लास्ट एन्डिङ आउँदैछ मजाले आम्मामा हेर्नुहोस् त यी खानामा चिकन अन्त टस सुप चाहिँ कहाँ छ तपाईँको ओके अच्छा होइन छ मजाले खानुहोस् हो तपाईँहरू यहाँ लाग्यो भाइ हो मजाले खानेछ यहाँ यी दावा मजाले अब चाहिँ हामी चाहिँ सक्यो आजको चाहिँ हाम्रो भाती पिकनिक बनभात यहाँ एउटा मेरो हो खबरै हो ल साथी गयो अब चाहिँ हामी लाग्यो पानी पर्ला जस्तो भयो हो आज मजा आयो साथीहरूसँग अब म बस्नुपर्छ होला ल कस्तो भयो आजको फिनिसिङ चाहिँ राम्रो भयो कि भएन हो फिनिसिङ चाहिँ फिनिसिङ कस्तो भयो आजको फिनिसिङ चाहिँ कस्तो भयो एकदम मजा आयो अब चाहिँ हामी निस्केको ल साथी अब चाहिँ हामी निक्लेको साह्रै रमाइलो भयो र त्यही घुम्ने क्रममा म्युजिक भिडियो पनि बनाउनु पाएँ हो हाम्रो ट्रटहरू धेरै पाउँदो रहेछ तर हाम्रो अझ अलिकति बनाउनु परिकल्पना भएर चारो दुध परिकल्पना भएर चाहिँ त्यति पाउन सक्यो तर भए पनि ट्रट चाहिँ कस्तो हुन्छ भने चाहिँ चाख्नु चाहिँ पाएँ यहाँ आएर चाहिँ लास्ट ट्रट त होइन केटा ठुलो कछुवा पनि निकालेछ त हौ भयो आज चाहिँ आजको दिनमा चाहिँ साह्रै रमाइलो भयो मजाले घुम्दै
आज भाइहरूको सरसल्लाहमा अचानक आएको साह्रै मिठो भयो खानापिनाहरू पनि जङ्गलको खानाहरू चाहिँ साह्रै मिठो नै हुँदो रहेछ घरको भन्दा मसला नचाहिने हो लोकल भिडियोस च्यानल युट्युबमा आउँछ यो भिडियो चाहिँ हो अब हाम्रो यस्तो त लोकल मान्छेहरूको के हुन्छ यस्तो त लोकल फोटोहरू देखाउनु गएर चाहिँ यहाँ वान नाइट होल्ड गर्दा पनि हुनेछ डिलक्सको एउटा टिकट ल्याउनु भनेछ चर्च दामी पालेको छ यहाँ है हो यहाँ चाहिँ बस्नु पाउने रहेछ उतै काटेर ल्याउनु पर्ने रहेछ तपाईँ फिचरी सकेसम्म गएर काट्नुपर्ने रहेछ रात बस्ने आउने चाहिँ गेस्ट हाउस पनि रहेछ त्यो चाहिँ मैले टुरिज्म बसेर पनि रहेछ ल अब भन्दा पनि गाडी भएको जग्गामा आइपुग्नु आँट्यो ल हाम्रो गाडी भएको जग्गामा आइपुग्यो थकाइ मारेछ केटाहरू गाडी भएको जग्गा पनि निक्ल्यो यो चाहिँ हो छङ्गु बाबा मन्दिर हाम्रो चाहिँ गाडी नचढेर साथीहरू अब तलबाट हिँडेर आउँदैछ यो चाहिँ हो साथीभाइ बाबा मन्दिर हस् त गाइस आजलाई यति नै भिडियो यति नै समाप्त गर्न चाहन्छु अझ योभन्दा राम्रो भिडियो ल्याउने कोसिस गर्दैछु मेरो च्यानललाई मन परेछ लाइक एन्ड कमेन्ट पनि गरिदिनु होला नभुलिकन